बधाई छ नेपाली अन्डर 16 टिमलाई। वाउ, वाट अ पर्फर्मेन्स! यो टुर्नामेन्टमा पुरै डोमिनेट गरेको छ नेपाल। वाट अ पर्फर्मेन्स! ब्याटिङ बलिङ एकदमै शानदार। पहिलो खेल सिङ्गापुर विरुद्ध 6 विकेट, त्यस पश्चात जापान विरुद्ध 9 विकेट, योभन्दा अगाडिको खेल इन्डोनेसिया विरुद्ध 370 रनको फराकिलो अन्तरको जित र आज भएको भुटान विरुद्धको खेलमा 298 रनको फराकिलो अन्तरको डोमिनेटिङ जित। वाट अ पर्फर्मेन्स! वाट अ ब्याटिङ, वाट अ बलिङ! क्याप्टेन विपिन शर्माको शानदार बलिङ, 4 विकेट लिएका छन्। यसैगरी उत्कृष्ट प्रदर्शन गरेको छ हाम्रो ब्याटिङ युनिट। पहिला ब्याटिङ गर्दै नेपालले 358 रन बनायो, केवल 5 विकेट गुमायो, 50 ओभर खेल्यो। र नेपालका लागि रौनक श्रीवास्तवले शानदार ब्याटिङ गरे, उनले 168 रन बनाए, ब्याटिङ रहेको छ। यो नेपालको चाहे जुनसुकै एज ग्रुपमा होस्, नेसनल साइडमा होस्, यो सबैभन्दा बढी स्कोर गरिएको छ। बधाई छ रौनकलाई, उत्कृष्ट प्रदर्शन। यसैगरी जोय थापा, उनले शानदार प्रदर्शन गरे, उनले 61 रन बनाए, योभन्दा अगाडिको खेलमा पनि उनले अर्धशतक प्रहार गरेका थिए। यसैगरी शिवांश बजगाईले पनि अर्धशतक प्रहार गरे। शानदार ब्याटिङ, नेपालको 358 रन। यसैगरी बलिङको कुरा गर्दाखेरि विपिन शर्माले शानदार बलिङ गरे, उनले केवल 7 रन दिएर 10 ओभर गर्दै 4 महत्त्वपूर्ण विकेट लिए। क्याप्टेन्सी पारी उनले खेलेका छन्। योभन्दा अगाडिको खेलमा उनले सायद 6 विकेट लिएका थिए। यसैगरी सचिन भट्टले 2 विकेट र सुयोग भट्टराईले पनि 2 विकेट लिन सफल रहे। उनले केवल 60 रन मात्र बनाउन सफल रह्यो, 9 विकेट गुमायो र अन्तिम ब्याट्सम्यान ब्याटिङ गर्न नआएपछि नेपालले शानदार 298 रनको फराकिलो अन्तरले भुटान विरुद्ध जित्न सफल रह्यो। योभन्दा अगाडिकै खेलबाट नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ। नेपाली टिमलाई जितको बधाई दिन नभुल्नुहोला र आगामी खेलको लागि शुभकामना दिन नभुल्नुहोला। खेल हेर्नुभयो भने अन्डर 16 को खेल कस्तो लागिरहेको छ तपाईलाई यस टुर्नामेन्टमा आफ्नो कमेन्ट राख्न नभुल्नुहोला।